दर्शकले नमस्ते। मेरा फेसबुक मित्र लगायत सम्पूर्ण देशवासीहरूलाई अहिले एउटा निकै नै ठुलो विवाद भइरहेको छ, जुन विवाद चर्किरहेको छ सोसियल मिडियामा। र मेरो योगेशको अहिले एसएमएस पनि सायद मलाई लाग्छ लिक भएको छ, तपाईँहरूको माझमा राखिदिएको छु, हेर्न सक्नुहुन्छ। कतिसम्म हद गरेको रश्मि तिमीले? के तिमी एउटा छोरी मान्छे भएर, एउटा नारी भएर तिमीले यतिसम्म कसरी गर्न सक्छौ? हुन त मेरो घरमा पनि मेरो दिदी बहिनी छ, सायद अगर मेरो दिदी बहिनीले पनि यस्तै गरे भने चाहिँ ममा यति क्षमता छ कि म गलतलाई गलत र सहीलाई सही भन्न सक्छु। सायद तिमी त छोरी मान्छेको नाममा कलङ्क रहेछौ। जब छोरी मान्छेले आफ्नो इज्जत छान्न सक्दैन भने चाहिँ ऊ त छोरो मान्छे, उसले आफूलाई कसरी सम्हालेको छ? ऊ बिचरो योगेश आफ्नो ज्यान गुमाउनको लागि, आफ्नो ज्यान दिनको लागि डिप्रेसनमा गएर फाँसीको फन्दा लगाउनको लागि पनि तयार भएको थियो। कि तिमीले यतिसम्म हद गर्न सक्छौ? एउटा मन यति कठोर हुन सक्छ तिम्रो? तिमी त छोरी मान्छे हो, एउटा आमा हो, कुनै समयमा आमा भन्छौ। मेरो पनि छोरी मान्छे, मेरो पनि आमा नै हुन्, किनभने चाहिँ मेरो पनि घरमा छन्। एउटा आमाले यस्तो किन कसरी गर्न सक्छ? एउटा छोरी मान्छेले यस्तो किन कसरी गर्न सक्छ? तिमीले त भन्थ्यौ कि म तिमीलाई सधैँभरि साथ दिन्छु, तिम्रो हरेक पाइलाहरूमा, दुःख सुखहरूमा सँगै हिँड्छु। आज आएर तिमीले घात गर्यौ, एउटा छोरो मान्छेलाई मर्ने बाध्य बनाएको थियो। ऊ त छोरो मान्छे अलिकति कठोर रहेछ, उसले आफ्नो डिसिजन बदल्यो सोसियल मिडियामा आउँछु भनेर। आज आएर ऊ बाँचेको छ। अगर ऊ मरेको भएको भए उसको आमा बुवालाई के हुन्थ्यो? तिमी त कठोर रहेछौ, तिमी त के थाहा होइन, अर्को पाइहाल्थ्यो होला। ऊ त छोरो मान्छे, उसको त घरको एउटै छोरो होला। कति आमा बुवाले कति मेहनत गरेर कसरी हुर्काएको होला। 9 महिना कोखमा राखेर उसलाई जन्म दिएको आमा बुवा, के हालत हुन्थ्यो होला। तिमी यस्ता कुरा बुझ्दैनौ, थाहा छ होइन? अगर तिमी यस्ता कुरा बुझेको भए सायद यतिसम्म हद पनि गर्थ्यौ। जसले तिमीलाई सार सपोर्ट दियो, जसले तिम्रो लागि आफ्नो हरेक सपनाहरू त्यागेर तिम्रो सपनाहरूलाई अँगाल्यो, तिम्रो सपनालाई प्राथमिकता दियो, आज त्यही मान्छेलाई कुल्चिएर तिमी अर्काको अँगालोमा गयौ। त्यो सबैभन्दा गलत थियो र तिमीले यो निर्णय उठाउन सक्यौ कसरी? आज तिम्रो कारणले गर्दा हरेक छोरी मान्छेहरूले त्यो ट्याग पाएको छ, त्यो बदनामी पाएको छ, त्यो लालसा पाएको छ। आज तिम्रो कारणले गर्दा किन यस्तो गर्यो तिमीले? सायद तिमीले गर्नु हुन्थेन होला। विदेश विदेश विदेश, त्यो विदेशमा के नै छ र? त्यो विदेशको लागि उसले कति मेहनत गर्यो तिमीले लागि भनेर तिमीले यति कुरा पनि बुझेनौ। आज तिमी विदेश गयौ, अमेरिका गयौ, धेरै पैसा कमायौ होइन, ठुलो सहरमा गयौ, ठुलो सपना भयो, त्यसको निम्ति नै तिमीले उसलाई त्यागेको। आज सबै चिजहरू ठिकै थियो होइन, तर तिमीले जुन गरेको गल्ती थियो त्यो गल्तीको कहिले माफी हुने छैन। सम्पूर्णले के गरिदिनु होला भनेपछि होइन, यो भिडियोलाई सक्दो सेयर गरिदिनु होला। यस्ता मान्छेहरू होइन हाम्रो समाजमा बस्ने लायकै छैन। किन भनेपछि होइन, जबकि एउटा छोरी मान्छेले होइन गर्नुपर्ने व्यवहार नगरेपछि